स्कुलमा पढ्दा क्या एउटा सर हुनुहुन्थ्यो क्या साइन्सको टिचर। अनि त्यो सर चाहिँ होइन के गर्नुहुन्थ्यो, त्यो सर जहिले होइन क्लास आउनुहुन्थ्यो अनि च्याप्टर पढाउनुहुन्थ्यो होइन। अनि च्याप्टर पढाइसकेपछि चाहिँ एक एकवटा प्याराग्राफ दिनुहुन्थ्यो, त्यत्रो ठुल्ठुलो प्याराग्राफ होइन दिनुहुन्थ्यो सबैलाई। अनि त्यसपछि चाहिँ भन्नुहुन्थ्यो क्या 5 मिनट तिमीहरूलाई टाइम दिन्छु, तिमीहरू पढ अनि त्यसपछि सोध्छु भनेर भन्नुहुन्थ्यो क्या। अनि त्यो 5 मिनट भन्नुहुन्थ्यो, तर कति टाइम दिनुहुन्थ्यो थाहा छ? 2 मिनट पनि दिनुहुन्थेन। त्यति त हामी कुरा गर्दा गर्दै सकाइदिन्थ्यौँ होइन साथीहरूसँग। अब त्यसपछि पढेको पनि छुइनँ, सोध्नुहुन्थ्यो क्या। अनि हामी चाहिँ यस्तो भन्थ्यौँ, यी फललाई उठायो भने पछाडिदेखि तिमी सिकाइदिनु, तिमीलाई उठायो भने हामी सिकाइदिन्छौँ भनेर भन्थ्यौँ। अनि त्यसपछि अनि सिकाइदिन्थ्यो क्या। अनि हामी त भन्थ्यौँ, तर सर पनि सकमा क्या, यसलाई त म पढेको देखेकै छुइनँ, कसरी यसलाई आयो भनेर। अनि सुन्दाखेरि चाहिँ सरले के गर्नुहुन्थ्यो, इफ कुनै दिन होइन यसले सिकाइरहेछ भनेर सुनिहाल्नुहुन्थ्यो क्या। अनि सुनेपछि चाहिँ त्यसलाई अगाडि बोलाएर कुट्नुहुन्थ्यो क्या, त्यसलाई नै कुट्नुहुन्थ्यो। अनि भोलि गर्छस् होइन सर, अब चाहिँ गर्दिनँ, अब सिकाउँदिनँ भनेर भन्थ्यो। फेरि अर्को दिनदेखि त्यही पाडा सबैको।